गुड मर्निङ एभ्रिवान। आज चाहिँ डे 4। आज हामी पाइथन क्लासको डे 4 मा छौँ र आज हामी के गर्छौँ, पाइथन इन्स्टल गर्छौँ हाम्रो लोकल कम्प्युटर। त्यही भएर हाम्रो टपिकको नाम पनि के छ, पाइथन इन्स्टलेसन्स। सो आज हामी के गर्छौँ, पाइथन कसरी इन्स्टल गर्ने हाम्रो कम्प्युटरमा, त्यो आज हामी सिक्छौँ है त। अब हेरौँ त, यसको जम्मा 3वटा स्टेप छन्। यहाँ लेखेछन् हाउ टु इन्स्टल पाइथन। कतिवटा स्टेप छन्? स्टेप 1 डाउनलोड पाइथन, स्टेप 2 इन्स्टल पाइथन, स्टेप 3 भेरिफाई इन्स्टलेसन्स। भन्न खोजेको पहिला हामी पाइथन डाउनलोड गर्ने, डाउनलोड गरिसकेपछि पाइथनलाई इन्स्टल गर्ने र इन्स्टल गरिसकेपछि पाइथन भेरिफाई गर्ने कि हाम्रो कम्प्युटरमा पाइथन प्रोपरली इन्स्टल भयो कि भएन है त। सो हामीसँग कतिवटा स्टेप छन्? 3टा स्टेप छन्। फर्स्ट स्टेपमा के गर्ने, हामी पहिला भिजिट द अफिसियल वेबसाइट python.org भनेको पाइथनको अफिसियल वेबसाइट हामी भिजिट गर्ने र भिजिट गरिसकेपछि हाम्रो अपरेटिङ सिस्टम जुन छन् त्यो अनुसार हामीले के गर्नु पर्यो, पाइथन डाउनलोड गर्नु पर्यो। डाउनलोड गरेपछि त्यसपछि के गर्ने, इन्स्टल गर्नु पर्यो। इन्स्टल गरिसकेपछि के गर्नु पर्यो, भेरिफाई गर्नु पर्यो प्रोपरली इन्स्टल भयो कि भएन। सो अब हामी जाम डाउनलोड गर्नतिर है त। सो हामी के गर्छौँ, डाउनलोड गर्नतर्फ जान्छौँ। यसलाई हामी क्लोज गरिदिउँ। यसलाई पनि क्लोज गरौँ। सो अब हामी के गर्छौँ, डाउनलोड गर्छौँ। डाउनलोड गर्नलाई हामी के जानु पर्यो, ब्राउजर खोल्नु पर्यो। सो हामी क्रोम ब्राउजर खोलौँ है। यसलाई माथि गरिदिउँ। अब दुईवटा अप्सन छ हामीसँग। के छ, एउटा python.org गर्नु पर्यो, या त गुगलमा गएर पाइथन सर्च गर्नु पर्यो। सर्च गर्ने बित्तिकै फर्स्टमै के आउँछ, python.org आउँछ। या त हामीले युआरएलमा गएर यहाँ python.org टाइप गर्नु पर्यो। सो हामी के गरौँ, गुगलमै अडार्ने गरौँ, सजिलो हुन्छ। सो गुगलमा गएर मैले के गरेँ, पाइथन सर्च गरेँ। पाइथन सर्च गर्ने बित्तिकै फर्स्टमै स्टेपमा के हो, python.org र यसको डाउनलोडमा गएर यहाँ हामी क्लिक गर्ने। ठिक छ। त्यो नगरेपछि हामी डाइरेक्ट अफिसियल वेबसाइटमा फर्स्ट मेनमा क्लिक गर्दा पनि हुन्छ। अब हेर त, यहाँ हाम्रो डाउनलोड भन्ने अप्सन छ हो। सो हाम्रो अपरेटिङ सिस्टम के छ, विन्डोज छ। सो हामी विन्डोजको लागि डाउनलोड गर्छौँ। यहाँ हेर त, डाउनलोड फर विन्डोज भनेर लेखेको छ। अब हेर्दा यहाँ दुईवटा कुरा छ, पाइथन इन्स्टल म्यानेजर र अर्को छ स्ट्यान्ड अलोन इन्स्टलर। अब यो दुईवटामा डिफ्रेन्ट के छ भने खासै डिफ्रेन्स छैन। यो चाहिँ डाउनलोड गर्नको लागि हामी चाहिँ इन्टरनेट कनेक्सन प्रोपरली हुनु पर्यो हैन, र यसले स्मल फाइल डाउनलोड गर्छ। एकैपल्ट फुल साइजको डाउनलोड गर्दैन पाइथनको। यसले के गर्छ, हामी पहिला डाउनलोड गर्छौँ र इन्स्टल गर्ने बित्तिकै हामीलाई चाहिने जुन फाइलहरू रिक्वायर हुन्छ त्यो 1 बाई 1 यसले के गर्छ, डाउनलोड गर्छ, इन्स्टल गर्छ, डाउनलोड गर्छ, इन्स्टल गर्छ। तर यो स्ट्यान्ड अलोन इन्स्टलरमा के हुन्छ भने यसको फुल साइज जुन छ नि पाइथनको, त्यो एकैपल्ट डाउनलोड हुन्छ। सो यसको युज कहाँ हुने भयो, हामीले स्कुलमा कलेजमा जुन स्कुल कलेजको ल्याब हुन्छ नि त्यहाँ चाहिँ हामी प्रायः यस्तो युज गर्छौँ, यो फाइल युज गर्छौँ। किन यो फाइल युज गर्छौँ भने हामी एकपल्ट डाउनलोड गर्छौँ र त्यसपछि पेन ड्राइभ थ्रु कपी गर्दै इन्स्टल गर्दै कपी गर्दै इन्स्टल गर्दै कपी गर्दै इन्स्टल गर्दै हामी त्यो काम गर्छौँ। किनकि यसको लागि हामीलाई इन्टरनेट चाहिँदैन। जति पनि फाइलहरू छ त्यो एकैपल्ट यो होल फाइलमा सबै फाइल अलरेडी इन्क्लुडेड हुन्छ। चाहे त्यो लाइब्रेरी होस्, चाहे त्यो कुनै यसको डिपेन्डेन्सी फाइलहरू हो, त्यो सबै के हुन्छ एकैपल्ट यसमा लोड भएर नै आउँछ। सो हामीलाई त्यसको लागि इन्टरनेट चाहिँदैन। र प्रायः स्कुल कलेजको ल्याबहरूमा के हुन्छ भने इन्टरनेट हुँदैन। सो त्यस्तो बेला हामी के गर्छौँ, एकजनाले पेन ड्राइभमा हाल्छौँ, त्यसपछि जति पनि हाम्रो ल्याबमा पिसी छन् कपी गर्दै इन्स्टल गर्दै कपी गर्दै इन्स्टल गर्दै कपी गर्दै इन्स्टल गर्दै हामी जान्छौँ। तर यसको लागि चाहिँ हामीलाई के चाहिन्छ, इन्टरनेट कनेक्सन चाहिन्छ। किनकि यसको फाइल साइज पनि सानो हुन्छ तर यसको फाइल साइज के हुन्छ, ठुलो हुन्छ। सो मसँग अहिले विन्डोज पनि छ र मेरोमा अहिले इन्टरनेट कनेक्सन पनि छ। सो म के गर्छु, एकैपल्ट फुल साइजको डाउनलोड नगरेर सानो साइजको नै डाउनलोड गर्छु। सो म यसमा के गर्छु, इन्स्टल गर्छु, डाउनलोड गर्छौँ। अब हेर त, यहाँ डाउनलोड भइरहेछ। यहाँ चाहिँ हेर त, डाउनलोड भइसक्यो। सो मैले अलरेडी प्रिभियसली डाउनलोड गरिसकेको छु। सो मसँग कम्प्युटर पाइथन भन्ने ल्याब भन्ने फोल्डर छ। यहाँ चाहिँ अलरेडी मसँग यो फोटो छ। यसमा म के गर्छु, म क्लिक गर्छु। हेर अब यसले के भन्यो, इन्स्टल पाइथन। अब कमान्ड यसले भनिरहेछ अनलाइन मसँग अलरेडी धेरै कुराहरू डाउनलोड भइसकेको छ, इन्स्टल पनि भइसक्यो। सो डाइरेक्ट म के गर्छु, एस गर्छु, ओके गर्छु। अब हेर यो फाइल खुल्यो।
ब्राउजरमा यो फाइल भनेको पाइथनको डकुमेन्टेसन फाइल हो जुन अनलाइन गरेछ पाइथनको हेर त्यहाँ माथि हेरेर docs.python.org भनेको पाइथनको यो अफिसियल डकुमेन्टेसन हो हामीले कुनै कुरा कुनै कमान्डको बारेमा कुनै कोडको बारेमा बुझ्नु पर्यो भने हामी यो डकुमेन्ट हेरेर स्टडी गरेर हामी काम गर्न सक्छौँ है त सो अब हामी के गरौँ हाम्रो कम्प्युटरमा पाइथन इन्स्टल भयो कि भएन त्यो चेक गर्नु पर्यो है ल हामी अब त्यो चेक गर्छौँ त्यसको लागि हामी कहाँ जाने कमान्ड प्रम्प्टमा जाने रन जाने रनमा हामी cmd टाइप गर्छौँ cmd टाइप गरेपछि यहाँ चाहिँ हाम्रो कमान्ड प्रम्प्ट खुल्यो अब यसमा हामी के गर्छौँ पाइथन भर्जन टाइप गर्छौँ -- भर्जन टाइप गर्छौँ अब हेरौँ त भनेको मेरो कम्प्युटरमा पाइथन प्रोपरली इन्स्टल भइसक्यो डाउनलोड भएर इन्स्टल पनि भइसक्यो मेरो भर्जन कति छ पाइथन 3.14.5 यो हाम्रो भर्जन हो भनेको मेरो कम्प्युटरमा पाइथन डाउनलोड गरेर मैले इन्स्टल गरिसकेँ र प्रोपर भर्जन पनि देखाइसक्यो भनेको सक्सेसफुल भयो इन्स्टलेसन गर्ने काम जुन छ मेरो त्यो सक्सेसफुल हो यसरी नै तिमीहरूले पनि के गर्ने पाइथनको अफिसियल वेबसाइटमा जाने python.org टाइप गर्ने जस्तै म फेरि एकपल्ट भनिदिन्छु यहाँ गएर python.org टाइप गर्ने डाउनलोड छ डाउनलोडमा गएर तिमीहरूले प्राय यो डाउनलोड गर्दा हुन्छ सबभन्दा सजिलो पनि छ यो पनि सजिलो हो यो पनि सजिलो हो फरक के चाहिँ यसको लागि चाहिँ इन्टरनेट कनेक्सन चाहिन्छ यसको लागि चाहिँ इन्टरनेट कनेक्सन चाहिँदैन एकजनाको लागि चाहिँ इन्टरनेट कनेक्सन जसले चाहिँ फर्स्टमा डाउनलोड गर्छन् उसको लागि चाहिँ इन्टरनेट कनेक्सन चाहिँ चाहिन्छ किन एकपल्ट त फर्स्टमा डाउनलोड गर्नुलाई त इन्टरनेट चाहियो नि त खासमा र त्यसपछि पो तिमीले त्यो सेटअप फाइल के गर्छौ पेन ड्राइभमा हाल्छौ साथीभाइलाई पनि डिस्ट्रिब्युट गर्छौँ कलेजको ल्याबमा पनि डिस्ट्रिब्युट गर्छौँ टिचरहरूले पनि त्यही युज गर्ने हो तर यो चाहिँ विथआउट इन्टरनेट कनेक्सन बिना गर्न मिल्दैन है त सो मलाई चाहिँ तिमीहरूलाई यो कुरा पनि क्लियर भइसक्यो होला अब पाइथन इन्स्टल भइसकेको कुरालाई कसरी भेरिफाई गर्ने त फेरि म भन्छु त्यो भेरिफाई गर्ने के छ पाइथन -- भर्जन टाइप गर्ने कहाँ गर्ने कमान्ड प्रम्प्टमा गर्ने त्यो गर्ने बित्तिकै हामीले जुन डाउनलोड गरेको हुन्छौँ जुन इन्स्टल गरेको हुन्छ पाइथन त्यसको भर्जन चाहिँ यहाँ डिस्प्ले गर्छन् पाइथन 3.14.5 यो चाहिँ मेरो लेटेस्ट भर्जन हो पाइथनको अब म यहाँ पाइथन टाइप गर्छु अब यो के हो यसमा यो किन खोले मैले यसको बारेमा चाहिँ हम नेक्स्ट भिडियोमा भन्छौँ जस्ट बुझौँ हाम्रोमा पाइथनले कसरी काम गर्छ यो भनेको के हो इट्स अ इन्टरप्रेटर हो यसको बारेमा पनि हामी डिपली कुरा गर्छौँ अब म जस्ट प्रिन्ट वेलकम टु पाइथन क्लास बुम भनेको अब मेरो पाइथन इन्स्टल पनि भयो मैले पाइथनमा टाइप गरेको कोड रन पनि भयो अर्को बुम गम +2 बुम के आयो 5 हो भनेको मेरोमा क्यालकुलेटरले पनि काम गरिसक्यो है त अब यो के हो मैले यो किन गरेँ हामी नेक्स्ट भिडियोमा यसको बारेमा डिपली स्टडी गर्छौँ है त ल बेस्ट अफ लक मजाले तिमीहरू पनि के गर्नु python.org बाट के गर्नु पाइथन डाउनलोड गर्नु डाउनलोड गरिसकेपछि के गर्नु इन्स्टल गर्नु इन्स्टल गर्ने क्लिक गर्दै जाने हो यसमा हाम्रो एउटा राम्रो कुरा के छ पाथ यताउति केही पनि मिलाउनु पर्दैन सबै आफै मिलाइदिन्छन् पाइथनले हैन त्यसपछि हामीले पाइथन प्रोपरली इन्स्टल भयो कि भएन त्यो चेक गर्नको लागि के गर्ने पाइथन -- भर्जन गर्ने कहाँ गर्ने कमान्ड प्रम्प्टमा गर्ने र त्यसपछि पाइथनको एउटा सानो कमान्ड पनि टाइप गर्ने कोड लेख्ने त्यसको लागि के गर्नु पर्यो हामीले पाइथनमा आउनु पर्यो है त ल आजलाई यति म यो प्रोग्राम एक्जिट गर्छु है यहाँबाट पनि म एक्जिट गर्छु है त ल बेस्ट अफ लक सबैजनालाई मजाले पढ्नु है त